हेलो गुड आफ्टरनुन एभ्रिवान, स्वागत छ तपाईँहरू सबैलाई मेरो लन्चको भिडियोमा। अनि आज चाहिँ के छ त स्पेसल भनेपछि तपाईँलाई म देखाउन गइरहेको छु। हेर्दै गर्नुहोस् होला, भिडियो चाहिँ लामो हुन्छ किनभने धेरै आइटम्सहरू छ है। अनि आज चाहिँ हाम्रो असित साथीको लास्ट मेस हो है। उसले त मिठो मिठो खिलाउँदै थियो। अब भोलिबाट चाहिँ अब अर्को मेस कमान्डर हुन्छ। भोलिबाट चाहिँ कस्तो खाना हुन्छ अब थाहा भएन है। अनि त्यही छ साथी हो, हेर्दै गर्नुहोस् होला, तपाईँलाई म देखाउन गइरहेको छु है। सर्वप्रथम तपाईँको पहिला प्लेन राइस, अनि यो भयो तपाईँको निम्बु भइहाल्यो है, काटेर दिएको छ। अनि अर्को आइटम चाहिँ के छ त भनेपछि चाहिँ काँक्राको अचार भइहाल्यो, नेपाली स्टाइलको तिल हालेर है, देख्नु सक्नुहुन्छ हो। अनि अर्को आइटम चाहिँ के छ त भनेपछि चाहिँ यो भयो तपाईँको लाल भाजी साग आलुसँग मिलाएर। यो चाहिँ असित साथीले मेस काउन्टरले बनाएको, हामीलाई दिएको अलिअलि चाख्नु लागि है। अनि यो भयो तपाईँको पटलको सब्जी, यसमा चाहिँ तपाईँको चालमगज अनि सर्सोहरू हालेर बनाएको छ। स्पेसल डोल मटन के अरे पटल डोलमा पनि भन्छ यसलाई है, देख्नु सक्नुहुन्छ हो। अनि अर्को के आइटम छ त भने तपाईँले थाहा पाउनु भयो होला, मेरो छुट्टाउनु नहुने। अब मेरो दही भइहाल्यो यो हो, यो चाहिँ 1 किलो दही हो। अहिले अल्ती खान्छु अनि बेलुका अल्ती खान्छु है। अनि अर्को दाल के छ त दालमा भनेपछि चाहिँ दालमा तपाईँको देख्न सक्नुहुन्छ मुसुरी दाल हो, तर यसमा चाहिँ लाउ र टमाटर हालेर बनाएको छ। मलाई चाहिँ यस्तो पुरा मनपर्छ, लाउमा दालमा लाउहरू र अनि भेन्डीहरू हालेर बनाएको है, देख्न सक्नुहुन्छ। अनि अर्को के छ त आइटम भनेपछि चाहिँ यो भयो तपाईँको चिकन। कति अब जाते कलेजो मात्रै खानु है, अन्त आज चाहिँ मैले चिकन नै हालिदिनु भनेको थिएँ, देख्न सक्नुहुन्छ हो। रातो गरेर बनाएको छ, यी झोल झोल त होइन, ग्रेभी ग्रेभी टाइपको बनाएको छ है। अनि त्यही चाहिँ साथी हो, यो चिकन करी भइहाल्यो, देख्न सक्नुहुन्छ हो, रातो गरेर बनाएको छ। अनि दाल भइहाल्यो लाउ हालेर हो। अनि यो भयो तपाईँको अमिलो दही, यो भयो तपाईँको पटलको सब्जी चालमगज र सर्सो हालेर बनाएको छ। अनि यो भयो तपाईँको लाल भाजी साग र आलु, यो तपाईँको भयो काँक्रा तिल हालेर र निम्बु र प्लेन राइस। ल साथी हो, निन्द्रा पनि पुगेको छैन, रातभरि ड्युटी गरेर आएको है। अब ग्ल्याम ल्याम्प खाएर एकछिन रेस्ट गर्छु, फेरि बेलुका ड्युटी चाहिँ 5 बजी। ल साथी बाई बाई एभ्रिवान।